यो खाली भएपछि फेरि पिछाउनु पर्ने भयो जाऊ फेरि भयो गाउँ यस्तो यो फिल्ड देखेर तपाईँलाई गाउँघरको याद आउँछ कि मतलब यहीँ रहन ठिक कि कस्तो लाग्यो? गाउँको नि राम्रो लाग्छ यहाँ राम्रो लाग्छ। हजुर यहाँ पनि राम्रो सेल भइए अनि भर्खर हामीले लोकदोरी गीत चाहिँ एकछिन मजा गरेर धुलो उडाएर अनि लन्च टाइम चल्दैछ अनि सर्वप्रथम यहाँ सम्पूर्णमा आउनुभएको हाम्रो कमल सर हुनुहुन्छ, घनश्याम सर हुनुहुन्छ, हाम्रो यहाँ रोहित सर लगायत यहाँ हाम्रो अर्जुन सरलाई पनि धेरै धेरै धन्यवाद। व्रत चाहिँ त्यो फास्टर हुनुहुन्छ, यहाँ मालतीजी हुनुहुन्छ होइन छोडी जाँदा मन मेरो रुनार ममा सुलुच्ने छु तिम्रा सुरुमाले बुझ्ने ज्ञान बन्नी रे एयरपोर्ट काटेजी कन्ने खोजे मैले यो पराले भेटिन्छ घर हो गुलमीदा महे मंगे मेरे आकोले भयो भेट्दै म भेट्न आकोले नमस्कार साथीहरू, म अर्जुन विष्ट। यतिखेर हामी भारतको राजधानी नयाँ दिल्ली नेहरू पार्कमा छौँ। गुल्मी सम्पर्क भारतद्वारा आयोजित गरेको नववर्ष 2026 को शुभकामना र पुसे 15 भनौँ या अथवा पिकनिक एउटा सानो कार्यक्रम नेहरू पार्कमा चल्दैछ। यतिखेर यहाँ दोहोरी गीत सहित एउटा रमाइलो र नाचगानका साथमा पिकनिक जुन कार्यक्रम खानपिनको व्यवस्था जुन छ त्यसमा लगिरहेका छौँ। मेरा पछाडि हेर्दै हुनुहुन्छ यहाँ अलिकति ब्रेक भएर खानपिनको व्यवस्था चलिरहेको छ। योभन्दा पहिला यति दोहोरी गीतहरू चलिरहेको थियो र केही समस्याका कारणले गर्दाखेरि त्यसलाई अहिले रोकाइदिएका छन्। केही पर्मिसन्सको इस्यु थियो माइकको, अन्यथा कार्यक्रम राम्रो चलिरहेको छ। गुल्मी समाज भनेपछि एउटा संस्था जुन संस्थाले नेपालमा बसेको आफ्नो कल्चरलाई बरकरार गर्दै प्रवासी नेपालीहरूको लागि एउटा मेलमिलाप र एकअर्कालाई सम्झिनुहोस् भनेर या एकअर्कासित भेटघाट गर्न होस् भनेर एउटा सानो एउटा प्री पिकनिक भन्ने कार्यक्रम आयोजित गरेको छ। भलाको लागि मैले केही कुराहरू भन्न गइरहेको छु। केही बुँदाहरू छन् जो कि हामीहरूले सबैले जान्नुपर्ने कुराहरू छ। मैले हिजो अस्ति एउटा पोस्टमा मेसेन्जर या व्हाट्सएप दुईटैमा मैले पोस्ट गरेको थिएँ। सबै साथीहरूले भन्नुभएको थियो हामीहरूले यो तपाईँले के पोस्ट गर्नुभयो हामीहरूले बुझिएन प्रष्ट रूपमा भन्ने कुराहरू थियो। त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ अगर व्हाट्सएपको ग्रुपमा तपाईँलाई छन् भने त्यसमा अब त्यो मैले अलग कम्प्युटरमा टाइप गरेको व्हाट्सएपबाट मैले सबैलाई सेन्ड गर्दाखेरि केही अब कमा लागेको छ, कोही अब जस्तो छ आधा छ हुन्छ त्यसमा पुरो छ जस्तो देखाउँदो रहेछ। यो केही कमीहरू छन् त्यसमा हजुरलाई लाग्छ भने त्यो चाहिँ हजुरहरूले मेल पठाउनु होला। मैले मेलको थ्रु मैले सबैलाई पठाउँछु त्यो एउटा विधान। र अर्को हामीहरू अब आउने मार्च 15 तारिकको सबै सदस्यहरूले एउटा वार्षिक सम्मेलन गरौँ भन्ने विचार गरेका छौँ। त्यसमा चाहिँ तपाईँहरूसँग फेरि हामीहरूको कोअर्डिनेसन गर्नेछौँ कस्तो तरिकाको गर्ने हो भनेर। तर हामीहरू सरसल्लाह गरिरहेका छौँ, गर्दैछौँ। त्यसमा केही हाम्रा कलाकार साथीहरू पनि बोलाउन सकिन्छ कि भन्ने अब हलहरू बुक गर्नुपर्नेहरू छ।
अब सबै सदस्यहरू नछुटेर आउनुपर्ने हुन्छ। अहिले 230 को हाम्रो सदस्यता छ। अहिले चाहिँ आज खै 230 जना सदस्यहरू यहाँ उपस्थित भएको मैले देखिनँ। हुनसक्छ त्यो बेला पनि अब नहुने हो कि यो सबै हामीले ध्यान पुर्याउनु पर्ने छ। र यो आजको यो भेटघाट कार्यक्रम नयाँ साल शुभकामना आदान प्रदान र हाम्रो यो पिकनिक कार्यक्रम जस्तो पनि हो भेटघाट और सबैको आफ्नो र हामीले चाहिँ तपाईँको कुरालाई पनि पालना गरेर त्यसलाई अघि ल्याउन सकियोस् भन्ने चाहिँ आजको ग्यादरिङमा थियो। सम्पूर्ण पद अधिकारी ज्यूहरूलाई मेरो तर्फबाट र संस्थाको तर्फबाट सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब सम्पूर्णको बीचमा 2026 को नयाँ सालको मेरो तर्फबाट सबैलाई हार्दिक मङ्गल शुभकामना। कार्यक्रमका अध्यक्ष महोदय, सल्लाहकारज्यूहरू, वरिष्ठ उपाध्यक्ष लगायत संस्थाका पदाधिकारीहरू लगायत सम्पूर्ण मेम्बरहरूमा सदस्यज्यूहरूमा म हार्दिक नमन सहित स्वागत नमस्कार गर्न चाहन्छु। साथै यो अंग्रेजी नयाँ वर्ष 2026 को हामी 1-2 दिन पछि भएका छौँ। आज 4 तारिकको दिन हामी यो पार्कमा उपस्थित भएर सबैजनाले एक आपसमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा उपस्थित भएका छौँ। विशेष त यो हाम्रो लागि एउटा सामान्य एउटा बहाना मात्रै थियो, तर हामी यसै बहानामा सबै गुलमेलीहरू एक आपसमा यस कार्यक्रममा उपस्थित भएर सबैले एक आपसमा बुझ्ने र देख्ने मौका जुन यो गुल्मी सम्पर्क समाज भारतले हामीलाई प्रदान गरेको छ, त्यसको लागि अध्यक्षज्यू लगायत सिङ्गो टिमलाई हार्दिक धन्यवाद दिनुपर्छ। हाम्रो संस्थालाई माया गरेर संस्थाका आर्थिक सल्लाहकार आदरणीय युवराज बरालजीले रु 10,000 सहयोग गर्नुभएको छ। कृपया उहाँलाई ताली बजाएर स्वागत गरिदिनु होला। उहाँलाई हामीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र नयाँ वर्ष 2026 को पावन अवसरमा उहाँको परिवारमा उहाँमा सुख शान्ति ऐश्वर्यको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद। हाम्रो जति पनि गुलमेली दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरू आउनुहुन्छ र आज सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। जोरदार ताली हानिदिनु थियो। एकचोटि घरबाट खाएर आउनु भयो, यही खानु होला, यही भएन। र आज म धेरै खुसी त हाम्रो गुलमेली संस्थाको अध्यक्षज्यूलाई 2-3 चोटि चाहिँ आगरण गरेर र आज नयाँ माइक यो फाटिया मुखमा लाउनु पाएर धेरै खुसी भएर आज र धन्यवाद हाम्रो अध्यक्षज्यूजी। आज हामीले चाहिँ किरायमा नल्याउनु परेको कारणले हमेसा किरायमा ल्याउनु पर्ने, अहिले चाहिँ आफ्नो निजी माइक चाहिँ हामीले लिइराखेका छौँ भनौँ, ल्याइसकियो भनौँ। आगेलाई पनि हामीले अब किरायमा नल्याउने तरिकाले ल्याइसकेका छौँ र धन्यवाद हजुर। भन्ने नि अब सेनो बोस त गाउँघरमा भइरहेछ, यो परदेशमा हुँदा तपाईँलाई कस्तो फिल हुन्छ? रमाइलो राम्रो लागिरहेको गाउँ यस्तो यो फिल देखेर तपाईँलाई गाउँघरको याद आउँछ कि मतलब यहीँ रहन ठिक कि कस्तो लाग्यो? गाउँको नि राम्रो लाग्छ। यहाँ राम्रो लाग्छ, यहाँ पनि राम्रै छ, राम्रो लाग्छ। आज हाम्रो यहाँ गुल्मी सम्पर्क समाजले प्रोग्राम राखेको छ, जसमा अब सम्पूर्ण हाम्रा गुल्मिलीका सदस्यहरू लगायत सम्पूर्ण आफ्ना फ्यामिली परिवारहरू आउँदैछन्। अनि भर्खर हामीले लोकदोरी गीत चाहिँ एकछिन मजा गरेर धुलो उडाएर अनि लन्च टाइम चल्दैछ। अनि सर्वप्रथम यहाँ सम्पूर्णमा आउनुभएको हाम्रो कमल सर हुनुहुन्छ, घनश्याम सर हुनुहुन्छ, हाम्रो यहाँ रोहित सर लगायत यहाँ हाम्रो अर्जुन सरलाई पनि धेरै धेरै धन्यवाद। अनि सम्पूर्ण हाम्रो यो गुल्मी समाज सम्पर्क सम्पूर्ण टिमलाई अब अध्यक्षहरू र सम्पूर्णलाई धन्यवाद छ। यतिसँग आजको कार्यक्रम एकदमै राम्रो छ। अब गुल्मेलीहरूको हातबाट बनेको विभिन्न परिकारहरू लिएर बाँड्दैछु। अब गुल्मेलीहरूको हात मात्रै होइन, गुल्मेलीको माया पनि हो, यसमा अन्डा जमिन्छ। विभिन्न परिकारहरू बाँड्दैछु, बाँड्ने क्रममै छु।
कार्यक्रम त एकदमै राम्रो भयो। यहाँभन्दा के हुनु, आज जसले पनि खाना ल्याउनु छ, खिरहरू बनाउँछ, एकदम राम्रो लाग्यो। फेरि पनि अब अर्को हाम्रो नेपाली नयाँ सालमा बसाउँला, यस्तै रमाइलो गर्न भयो। हाम्रो सालमा झन् अझै राम्रो होस्। नमस्ते सबैजनालाई। आज हामी यो गुल्मी सम्पर्क समाजको पिकनिक मानी नव वर्ष 2026लाई स्वागत गर्दै 25लाई बिदाई गर्दै सबैजनाले एकदम मनोरञ्जन गरियो। यहाँ एकदम रमाइलो साङ्गीतिक कार्यक्रम पनि थियो। त्यसमा दोरी गीत गाउने अनि नृत्य कार्यक्रम, त्यसमा धेरैजनाको बोला कसरी थियो, त्यसमा सबैजना सामेल थियौँ। सबैसँग चिनजान गरियो। यस्तै माहौल हरेक वर्ष मिलोस्, हामीलाई पनि रमाउने वातावरण मिलोस्। हजुरहरूसँग यसरी भेट हुन पाउँदा एकदम खुसी लागेको छ। हर साल नभएर अगाडि पछाडि पनि यसै गरी नै भेट हुन पाइयोस् भन्न चाहन्छु। उकाली धाकोले भयो भेट्दै म भेट्न आएकोले सुनिदिनुहोस् न आउनु भयो गाई सबै बसाए
पनि जनाले भयो बेटा दाइ ठिक छ गो तर जाँगरै लिनुहुन्छ कि हाम्रो सुनिता नाम तिम्रो जीवन गयो दाइ के छ नि काम तिम्रो गरेर मिलाउनु कि कस्तो राम्रो बनाउनु भएको छ उसले दामी बजाउनु भएको क्या बरु यहाँ बसेर बजाउनु जाऊ फेरि भयो भने एउटैमा खान्छ मलाई त होइन यहाँ गला दिनु आएको चाहिँ त्यसले त्यहाँ डबल छ आजको पिकनिक कार्यक्रम कस्तो लाग्छ दिदी एकदम राम्रो यति राम्रो छ कि के छ खानामा खानामा खिर पलाउ के भन्छन् रे पकौडा पकौडा चिकनका पकौडा सेल रोटी मेथीका पुरी चटनी के खाने हो जे खाने पलाउ छ मटर राखेको पनिर राखेको सबै थोक छ खाना आजको पिकनिकमा अनि तपाईलाई कस्तो लाग्यो बहुत टेस्टी लाग्छ गुल्मी समाजको बहुत बढिया लाग्यो खाना बहुत राम्रो छ यस्तै हमेसा भइराखोस् वनभोज कार्यक्रम नेपालमा त हजुर यहाँ इन्डियामा नि गर्न पाइयो ह्याप्पी थ्याङ्क यू यहाँ हाम्रो अब भन्ने नै हाम्रो कृष्ण भाइ कि मतलब नयाँ नयाँ नौरी होइन दुलै अब उहाँहरूले वनभोज त होइन भन्ने नि अब सानो भोज त गाउँघरमा भइरहेछ यो परदेशमा हुँदा तपाईँलाई कस्तो फिल भयो रमाइलो राम्रो लागिरहेको गाउँ यस्तो यो फिल देखेर तपाईँलाई गाउँघरको याद आउँछ कि मतलब यहीँ रहन ठिक कि कस्तो लाग्यो गाउँको नै राम्रो लाग्छ यहाँ नै राम्रो लाग्छ हजुर यहाँ पनि राम्रै छ राम्रो लाग्छ इन्डियामा आएर पनि यस्तरी दुईजना महिलाले सोचेका थियौँ मैले ल्याउँदाखेरि लगभग 100 आसपास दिदीबहिनी दाजुभाइ आइदिनु भयो सबैले यहाँले पनि नमस्ते सबैजनालाई आज हामी यो गुल्मी सम्पर्क समाजको पिकनिक मानि नव वर्ष 2026लाई स्वागत गर्दै 25लाई बिदाई गर्दै सबैजनाले एकदम मनोरञ्जन गरियो यहाँ एकदम रमाइलो साङ्गीतिक कार्यक्रम पनि थियो त्यसमा दोरी गीत गाउने अनि नृत्य कार्यक्रम त्यसमा धेरैजनाको
धेरैजनाको बोला कसरी थियो त्यसमा सबैजना सामेल थियौँ सबैसँग चिनजान गरियो यस्तै माहौल हरेक वर्ष मिलोस् हामीलाई पनि रमाउने वातावरण मिलोस् हजुरहरूसँग यसरी भेट हुन पाउँदा एकदम खुसी लागेको छ हर साल नभएर अगाडि पछाडि पनि यसै गरी नै भेट हुन पाइयोस् भन्न चाहन्छु कार्यक्रम त एकदमै राम्रो भयो यहाँभन्दा के हुनु आज जसले पनि खाना ल्याउनु छ खिरहरू बनाउँछ एकदम राम्रो लाग्यो फेरि पनि अब अर्को हाम्रो नेपाली नयाँ सालमा बसाउँला यस्तै रमाइलो गर्न पाइयो हाम्रो सालमा झन् अझै राम्रो होस् त्यही नै छ अलिक आज हाम्रो यहाँ गुल्मीसम्म सम्पर्क समाजले प्रोग्राम राखेको छ जसमा अब सम्पूर्ण हाम्रा गुल्मिलीका सदस्यहरू लगायत सम्पूर्ण आफ्ना फ्यामिली परिवारहरू आउँदैछन् अनि भर्खर हामीले लोकदोरी गीत चाहिँ एकछिन मजा गरेर धुलो उडाएर अनि लन्च टाइम चल्दैछ अनि सर्वप्रथम यहाँ सम्पूर्णमा आउनुभएको हाम्रो कमल सर हुनुहुन्छ घनश्याम सर हुनुहुन्छ हाम्रो यहाँ रोहित सर लगायत यहाँ हाम्रो अर्जुन सरलाई पनि धेरै धेरै धन्यवाद सेल भइए आजको कार्यक्रम एकदमै राम्रो छ अब गुल्मेलीहरूको हातबाट बनेको विभिन्न परिकारहरू लिएर बाँड्दैछु अब गुल्मेलीहरूको हात मात्रै होइन गुल्मेलीको माया पनि हो यसमा अन्डा चाउमिन छ विभिन्न परिकारहरू बाँड्दैछु बाँड्ने क्रममै छु बुढा पैसा गाउँमा फेरि हाम्रा काण्ड आएर गइसक्यो फेरि अर्को काण्ड ल्याम फेरि
मसिन जस्तो हातका सिल्चारा बुढा पैसा लपार्नका कस्तो छ यसो हेर्दा खरानी जस्तो बन्नी रे एयरपोर्ट का डेजी कन्ने
छोडी जाँदा मन मेरो रुना तिम्रा सुरुमाले बुझ्ने See you, March!